ह्याप्पी बुद्ध जयन्ती टु अल। यो पागल हुने रोग चाहिँ डक्टरले कहिले ठिक हुन्छ भनेको छ। व्हाट्सअप ब्युटिफुल पिपल्स। सो हजुरहरूलाई फाइनल्ली असिन बस्नेतको युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म र मेरो साथी यसो घुमफिर गर्न बाहिरतिर जान लागेको, त्यही भएर यसो सानोतिनो भ्लग पनि बनाइदिउँ कि भनेर भ्लग बनाउन लागेको। सो स्टे ट्युन गाइस। हामी के खान आएको दानी? शिखर मोमो। बाय बाय। तेरो पनि पछि भेटौँला। खले जस्तो गर्नु है, मान्छे बोला न, गाडीमा मान्छे बोला नि, जा खले जस्तो। पहाडी न फाइनली बस सुतेको लगाइ साम्बा गाइस, साम्बा है त फुटबल लभर्स। हर हर महादेव। त्यहाँबाटको भ्यू चाहिँ कस्तो दामी आउँदो रहेछ नि त गाइजहरू। हावाले त मारेको छ त हौ। के हो एउटा हाल त मारेको छ त। हावा त चाहियो भने काठमाडौँमा हावै छैन, काठमाडौँमा हावै छैन, कहीँबाट आउँदैन। ए हावै नभइकन कसरी बाँचेको भाइ तिमी? A few moments later. क्यामेरा देख्ने काम हो ह्यान्चेक सेन्चेक पनि छैन। के हो पारा? भाग्यमानी हुनु। हिँड न अनि यहाँ कस्तो के हेरेको। सानोतिनो नेपाल, हाम्रो जस्तो नेपालमा यस्तो भ्लग, सानोतिनो भ्लग गरिरहेको हुन्छ। बस्ने च्यानलमा भिडियो बनाउँदैछ अब लिफ्टमा जानुपर्ने हुन्छ। के फटा काम गर्दैछस् भाइ? आज भयो नि त गाइज, बुक गरिदिएको ल हामीले लिफ्टै। कस्तो लागिरहेको छ? हामीले लिफ्टै बुक गरिदिएको फ्रीमा। जो जायो नि हुन्छ फ्रीमा। अन्त उयो पुरै तल देख्छ। ए ला तल देख्छ भनेको। गाइस बेस्ट नेभर। कस्तो दामी भएछ नि त केबल टावरमा पनि। यहाँ माथिहरू यस्तो यस्तो राखेर आएको छु म धेरैचोटि यस्तो भ्लगको लागि मात्र भनेको। केटा हो ठिक छ नि। यो पागल हुने रोग चाहिँ डक्टरले कहिले ठिक हुन्छ भनेको छ। त्यसको काम छ। डक्टरले कहिले ठिक हुन्छ भनेको छ भाइ तँलाई? औषधि खाँदैछु अब। बाजे सराते हुँदैछ कि नै? छोडिदिउँ थियो यार यो त। यो बाँदरलाई फेरि देख्न सक्नु गाइस, टिकटक बनाएर त्यो त्यहाँ भएको यहाँ राखेर यिनीहरूले सफा नगरिकन हिँडेको छन्। केटाहरूले त्यो ठिक स्थानमा हुनु पऱ्यो ठ्याक्कै। हामी चाहिँ यसो
यसो टिकटक सिकटक बनाएर फोटोसोटो खिचेर अब हामी चाहिँ यहाँबाट फेरि केटाहरूले अब फेरि भित्रतिर कता कता भिडियो बनाउनु लाउने हो, कता कता के गर्न लाउने हो गाइज। त्यही पनि चल्दिउँ अब के छ र होइन, एकदमसँग के गर्छ छैन। सुरु भइसक्यो र त्यस्तै हो केटा हो। यहाँनिर यो केटी कस्तो दामी रहेछ मन मेला डुफुटा जो हामी यसलाई चिन्दैनौँ गाइजहरू, हामी चल्दिएको यसलाई चिन्दैनौँ हामी। कस्तो रहेछ हामीलाई चाहिँ त्यताबाट जानु पर्ने कारणले फेरि यतै बस्थ्यो। खुल्दा सिमसिम कारणले रेकर्ड नगरेको। अब फेरि हामी यहाँ आएका छौँ। अघि नै भनिसकेँ यो चाहिँ हाम्रो फ्रीको लिफ्ट हो, जो आयो नि चढिँदै हुन्छ भनेको। अब सब्सक्राइबरहरू यसो सब्सक्राइबरहरू रहेछन् कि यो आएर चढेर पनि निस्किसकेँ। के गर्ने हो र, जुन पनि अफ हुन्छ यिनीहरू यस्तो यस्तो यो कुकुरहरूलाई त लिएर आएको यसरी हिँड्नु पऱ्यो। छ्या यस्तो यस्तो ठुलो महल आएर यसरी हिँड्नु पऱ्यो जिन्दगी हेर। के हाम्रो जिन्दगी त रमाइलो छ त, के हाम्रो जिन्दगी त रमाइलो छ त। यो दिदीको चाहिँ यहाँ रहेछ गाइजहरू, आउनु होला। को दिदी हो चाहिँ थाहा छैन। टोइलेट कता हो भने केटा हातले देखा नि भ्लगमा सुइत त यहाँबाट अगाडि त्यो दिदी गइरहेको त्यहाँ त छैन, हेर्दै जाएँ। त्योभन्दा तल्लोमा छ जस्तो लाग्यो हेर्ने गाइजहरू। हामी टोइलेट खोज्दा आपत भइसक्यो। ए हो रहेछ ए क्यान्टिन पो भने त नि क्यान्टिन टोइलेट होइन यो टोइलेट भनेर लास्टमा क्यान्टिन रहेछ गाइज। यस्तो यस्तो यहाँ चाहिँ छ गाइज। ए हो यो 52लाई चाहिँ पुग्दा यहाँ हो यो टोइलेटमा चाहिँ यी बाहुनले चाहिँ यहाँ होइन भन्दै थिएँ, तर हामीलाई थाहा छ यहीँ हो भनेर। किनकि यसको र मेरो पहिला नै यहाँ टिकटक गइसक्यो। त्यहाँ टिकटक कहाँ राखेर बनाएको भन्दा हामीले यहाँ राखेर बनाएको रहेछ। ल फेरि यहाँ पनि यसो 1-2 टिकटक हाल्नु पर्ने हुन्छ नि त गाइज। के छ र नि त गाइज। टोइलेटमा टिकटक मात्र होइन, मुख धुन नि आउँछौँ हामी वासरुममा। हामीले है टोइलेटमा टिकटक बनाएर हिँड्छौँ। यो र म बस्नु कुरा छ। एकचोटि यो लाउ त म देखाउँछु कस्तो लाउनु कस्तो के हाम्रो नि हालै ब्लगको नाममा ऊ जति सबै लुटेँ ल थाहा भयो तिमीलाई नि अलिकति हेर्न आऊ है। मेरो घाँटी दुख्छ कि तिम्रो ज्यान छैन तिमीलाई को हुन्छ निम्डा डोजरा स्टाइल में खान लागेको गाइज मुखमै उठाउँछ के कोल्ड ड्रिङ्क के हो यसलाई। अब बोक्दा जानुपर्ने हुन्छ। यसो हेरेर निस्किन्छ हामी हुन्छ गाइज। भित्र छिर्ने ठाउँ छैन। कस्तो बजायो झन् अहिले त।
हो कि गाई चाहिँ है धेरै सक्नु यार राष्ट्रिय भिड रहेछ घेवा गर्दाखेरि सिधा आएको छ अरे कि यो घेवा भनेको मान्छे मर्दाखेरि गर्ने होइन टाउनलाई पनि टाउन कल्चर थाहा रहेछ यस्तो चाहिँ हो यस्तो उल्टो उल्टो नै होइन हामी चाहिँ भित्र आइसकेका छौँ बल्ल तल्ल भिड मिचेर गाइजहरू अब फनको घुम्नु केही भन्नु छ यस्तै हो अब सुनिरहेको छ हौ भन न अनि ह्याप्पी बुद्ध जयन्ती टु अल भन न ह्याप्पी बुद्ध जयन्ती टु अल आज उदाउनु पर्यो नि होइन बुद्धले सिकाएको ज्ञानहरू सबैले लिनु है तर तिमीले लेखाइनौ जाडा त पाउनु भएर यो खड्का भएर यस्तो बोल्छ गाई म छेत्री म चाहिँ बस्ने त तर मेरो बोली एकदम राम्रो छ भ्लग बनाउँदाखेरि यसले एक्टिङ पारेको केटाकेटी हो यतिको चाहिँ चाहिन्छ ह्याप्पी बुद्ध जयन्ती टु अल एभ्रीवन ह्याप्पी बुद्ध जयन्ती सबैलाई ल बुद्ध जयन्तीको धेरै 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 शुभकामना सो थ्याङ्क यू फर वाचिङ एभ्रीवन सो आजको हाम्रो भ्लग चाहिँ यहीँ इन गर्छौँ हामी चाहिँ भित्र गएको एकदम प्याक जस्तो लाग्यो त्यही भएर हामी चाहिँ निस्केको अब लखनका पारामा हामी चाहिँ बाहिरतिर हिँड्दैछौँ सो डु सब्सक्राइब एभ्रीवन के भन्छ सेयर दिस भिडियो के भन्छ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला खुसी भनेर कमेन्ट गर्न नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ एभ्रीवन बाई बाई आजको लागि बाई बाई गर्छौँ हामी